गाइस आज चाहिँ हामी यो रक क्लाइम्बिङ आएपछि पहिलो दिन हामी घुम्न जाँदैछौँ। पहिलो दिन भन्दा पनि पहिलो भ्रमण हामी आज कहाँ जाने दोस्त? हामी एटली बिच जानला दोस्त। सुजित आचार्य अनि रुचिजी मक्का छन् ल सिक्कल हानेर हैन मक्का छ यशोदाजी अब ड्राइभरमै बन्ने हो ल ठीक छ। एभ्रिथिङ रेडी सब रेडी छ ल अब हामी स्टार्ट गर्न गइरहेको छौँ है गाइज। रेडी टु मुभ ल स्कुल टाइममा छ लेट्स गो गाइज। कतिको एक्साइटेड हुनुहुन्छ त बाबु? स्कुल टाइम हो स्कुल टाइम त हो एक्साइटेड कतिको छ भने क्या सानो कि भने मेरो दाइको छोरीलाई चाहिँ नयाँ देख्नु हुँदैन नयाँ पुरानो चाहिँ हेर्दै हेर्दैन त्यसले खोइ त नेट छैन कि ए हो र त्यसरी खिच्दिउ न भन्छ अनि खिचिरहेको त नि सुनसान गाउँ छ दुध त्यो त कोही छैन त्यही हो लाग्छ मलाई के भन्छ यसले राम्रो छ हेरु यस्तो कन्डिसन हो दाल र बेदालमा हिँड्नेपछि ऊ यस्तै हो 9 बजे प्लान बनाएर 10 बजे हिँड्यो भने यही ताल हो। फेरि हामीले रेस्ट गर्दैछौँ। अब चाहिँ हाम्रो बर्गर खान्छौँ है त गाइज। अब हाम्रो गाइजहरू हुनुहुन्छ यता होइन यहाँ यशोदाजी यता हुन्छ यता हेर्नुहोस् त। अब हामी बर्गर खान्छौँ है भोक लाग्छ। उहाँ चाहिँ निकै सिक उहाँ चाहिँ बस सिक हो कि कार सिक भेकल सिक उहाँ चाहिँ प्राइभेट कार सिक बुढोसँग पनि सिक हुन्छ कहिले दुब्लाइसक्नु भयो 1 केजी दुब्लाइसक्नु भयो घटिसक्नु भयो ल त गाइज। अब हामी चाहिँ यता क्लियर भ्यू कम्युनिटी सेन्टरमा छिरेको छौँ। 4 पनि थाल्नु पर्यो। हामी चाहिँ यहाँ रेस्ट गर्न आएको हो। यो माथि गर त camping provided toilet मेरो कपा है त ठिक छ। अहिले चाहिँ हामी ब्रेक बसिरहेको छौँ क्लियर भ्यूमा रेस्ट है। आज हाम्रो डेस्टिनेसनमा पुग्नुलाई अझ हामीलाई 3 आवर्स लाग्छ है मजाले ठ्याक्कै 3 आवर्स लाग्छ ल गाइस। सी यू। कस्तो छ रे बर्गर कस्तो छ? मैले मेकाज खाऊँ भनेको कहाँ गाइज पेट्रोल पम्पमा खान्छ नि यार मेकाज खाने हो नि त गाइज। हेर नै खाना नपाए खान्छ हेर न अर्को सिक भयो ऊ यत्रो गाँस हाल्छ हेर हेर ल न ल खारी खारी जिसकी पत्ते
त्यस्तो गरेर त उभिहाल्छ नि त्यो त यस्तो गरेर ठाडो गरेर भिडियो नराम्रो हुन्छ अब कट हाल्ने नि काट्दै फेरि हाल्ने आफ्नो त्यो जग्गाले। अहिले गाइस पानी परेको अवस्था छ है बिस्तारै जानुपर्छ हामीले यो हरियाली ठाउँमा जङ्गलको बिचमा हेर कति राम्रा बाटा कति राम्रा गाडी यति राम्रा मेरो हाम्रा बुढीहरू वाउ हेर सुनानी हो हरियाली छ चारैतिर हरियाली फाइनली गाइस हामी पुगेका छौँ आर्ले दोस्रोबाट पुरै लेफ्ट है Turn left. ओ बाबा बाबा हामी यही हो कि जाने यस्तो होटल बुक गर्ने Turn left on Shingley Drive. हामी यतै जाने हो होइन यहाँ अगाडि हामीले रुम बुक गरेको छौँ होइन अनि यस्तो सिन छ हाम्रोबाट होइन 100 meters. You'll arrive at Marina Shores. वा सिधै सिधै हेर्नु गाइस होइन हामी फाइनली पुगेको छौँ यो चाहिँ हाम्रो याद हो पश्चिम क्लब हामी पुगिसकेपछि फ्रेस भइरहेछौँ बाहिरतिर घुम्नलाई डुलिरहेछौँ र यता हामी बिच साइड आएका छौँ वाउ सनसेट हेर्नुहोस् त एकछिन हामी घुमेर खाजासा खाएर हामी पोकिज जाने निर्णय गऱ्यौँ अब चाहिँ हामी पोकिजतिर गइरहेछौँ गाइज होइन अब यशोदाजी र रुचिजीले निकै पैसा ट्याप ट्याप गर्ने अरे खेल्ने अरे ल हेरौँ त है त कति कमाउँछौँ ल अगाडि हामीलाई लिड गर्दै हुन्छ यशोदाजीले र त्यसलाई फलो गर्दैछौँ हामी ल हेर्नुहोस् त भिडियो रमाइलो छ है आई गट मनी अब यिनीहरूलाई त खेल्न त आउँदैन होइन खेल्ने भनेको त सुजितिर मैले हो हेर्नुहोस् त ल सुजिजी लाग्नुभएको छ राज भण्डारीजी पनि लाग्नुभएको छ वाइट ड्रेसमा निकै दुइटा ह्यान्डसम धुरन्धर केटाहरू छन् है अब कति छन् हेर्नु होला गाइज अब राज भण्डारीले खासै त आउँदैन सिकाउँदैन सुजितले कि राज भण्डारीलाई पऱ्यो कि हो परेको छैन ल गाइज भेरी गुड मर्निङ है त हामी अहिले बिहान उठिसक्यौँ अहिले हेर्नुहोस् हाम्रो होटल बसेको टाइम भएर हामी स्काई डाइभिङ गर्नै पाउँदैन टाइमै छैन बुढी पनि उठिसकेको छ गुड मर्निङ बुढी के छ तिमीहरूको स्किन केयर हो बिहान बिहान
हाम्रो अब ब्रेकफास्ट पनि रेडी हुँदैछ। उसिनेको मकै, अन्डा, अङ्गुर, ससेज हो, एभोकाडो, आँप होइन। यो चाहिँ अरू चाहिँ सबै मैले गरेको, उसले चाहिँ आँप र ससेज चाहिँ उसले बनाएको हो सुजित सरले होइन। अब यो भाँडा पनि माझ्नु पर्ने छ। हेवातालमा साइली ढुङ्गा सालाला सम्झनामा तिम्रो तस्बिर झालाला सेतिन भण्डारीको खतरा भिडियो आइरहेको ह्यामिल्टन बिच होइन त्यो हामी चाहिँ अहिले ह्यामिल्टन आइल्यान्ड जाने हो ल जाउँ न त के छ बुढी कस्तो भइहाल्छ तिमीलाई गऱ्यौँ भयो हो के गर्ने त अब त्यहाँ त बिचमा जाऊ यसो स्विमिङ गरेर जान्छौ जाँदैन स्विमिङ ड्रेस ल्याएको छु जाँदैन के अन्त भोक लागेको छ तिमीलाई भन्दा पानी खान्छौ ल्याइदिनु सोच्छ ल्याइदिउँ हो चिसो कि तातो हो मन तातो कुन खान्छौ भन्दा हो साँच्चै जोरालीमा बतासलु जोरालीमा
बता चलो बता चलो बता चलो बता चलो जोरालीमा बता चलो गाइजहरूलाई भोक लागेको छ फिस एन्ड चिप्स होइन अनि केमा चोपेर स्विट जस्तो मुखेर त भोकले आमा भोकले हो कि रुचिको डरले हो मेरो डर चाहिँ किन हुनु ल खै यस्तै हेरा चाहिँ डेरी आँखाले तिमीलाई मलाई यो डर लाग्दैन त्यो नराख्नु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर घुमफिर गरेर यसो फ्रेस हुनु पऱ्यो भनेर रिफ्रेसमेन्टको लागि हामी स्विमिङ गर्न जाँदैछौँ सुजितजी अलरेडी तल हुनुहुन्छ सुजित Halo Om Du. हाम्रो 2 दिन 3 रातको बसाइ यहीँ बित मार्दै फेरि अर्को चोटि आउने बाचा गर्दै हामी हाम्रो रकह्याम्पटनतिरको जारी निरन्तरता दिन्छौँ र फेरि त्योभन्दा अगाडि हामीले केही यताको चिनो मायाको स्वरूप चिनो र खाजा खाएर हामीले जाने विचार गऱ्यौँ हामी अब ब्याक हुँदैछौँ घरतिर ब्याक टु रकह्याम्पटन कस्तो फिल भइरहेको छ गाइज तिनीहरूको हुँदैन रिभ्युज लगाउन गाइजहरूको पछाडि कसरी ब्याक हुँदै पछि सिधै आउनु सिधै हो रकी जान कस्तो मजा आइरहेको छ गाईहरू हेर्नुहोस् सब टल्के खाने यार मकाई बिचमा मकाई आयो हामी मकाई घुम्दिने हो अब मकाईमा बारी छ कि मकाई बारी भएर त मकाई हेर मलाई समायो हात नछुटोस् हाम्रो दरिलो साथ देख्नेले देखोस् सुनोस् हाम्रो यो सम्बन्ध पश्चाताप छैन कुनै यहाँ खुसी
छौँ हामी मकैको घुमघामपछि अब हामी फेरि आफ्नो यात्रा निरन्तरता दिँदै हामी रकमसँग ब्याक हुँदैछौँ र गाइस यो च्यानललाई सब्सक्राइब लाइक र कमेन्ट गरिदिनु होला। यस्तो पानी परेर चकाप फाइनली गाइज हामी रक ह्याम्पटन पुगेर छौँ। गाइजहरू नि खुसी छन्, निन्द्राले मस्त छन्। अब हामी मोमो खान जाँदैछौँ। निकै थकाइ लाग्यो है। अब आज घर गएर खाना पकाइँदैन कि त उता मकाज खाने हो त गाइज? मगाएर होइन, एडिट फोरेट जाने हो। एड्रेस फोइडै जाने हो। ल ठिक छ, ल है त।